हेलो गाइस, नमस्ते सबैजनालाई। हेर्नुहोस् है, आज चाहिँ म यहाँ माछा बनाउनु गइरहेको छु है। पहिला माछा सेकुवा बनाउँछु, त्यसपछि मात्र झोल हाल्छु है। मेरो छोरालाई चाहिँ जहिले बाहिर निस्केपछि माछै खानुपर्छ उसलाई है। अनि उसले भनेर माछा लिएर आएको, हिजो कि अस्ति मात्र खाएको माछा, उसलाई फेरि माछा खानु पऱ्यो अरे। हेर्नुहोस् त, यहाँ चाहिँ मैले बेसार हाल्नु गइरहेको छु है। नुन है, मेरो बाबुले चाहिँ अरू माछा मासु त्यति खाँदैन कि, खालि माछै भन्छ उसले। नुन हजुरले स्वाद अनुसार हाल्न सक्नुहुन्छ है। त्यसपछि जिरा धनियाँ अनि मरिचको धुलो है चाहिँ म अलि बढी नै हाल्छु है। त्यसपछि थोरै गरम मसला है, घरमै कुटेको है त्यो गरम मसला। थोरै मिट मसला है, हेर्नुहोस् है। अनि थोरै खुर्सानीको धुलो, हजुरहरूले स्वाद अनुसार हाल्न सक्नुहुन्छ है। खुर्सानी चाहिँ अब मेरो बच्चाले त्यति खाँदैन, म त्यति हाल्दिनँ है। अब यसमा अदुवा लसुन हाल्न बाँकी छ है। अनि तेल हालेर मजाले मोल्छु है। मैले अदुवा लसुन पनि हालिसकेँ है। अब म तेल हालेर मजाले मोल्न गइरहेको छु है। तेल चाहिँ हजुरले थोरै हाल्नु होला है, जस यो मसला पसोस् भनेर चाहिँ तेल हालिन्छ है। मजाले मोल्नु होला, यो होस् पुऱ्याएर मोल्नुपर्छ, काँडा हुन्छ है, काँडाले खोज्छ। अनि यो माछा किने ठाउँमा म त्यसैलाई त्यो अर्को माछा बेचिरहेको थियो है। उसलाई त यो माछा खान पऱ्यो अरे है। मसिनो छान्यो, बिचरा त्यो भइहाल्यो, त्यत्तिकै दियो कि बाबुलाई। पैसा लिनु भने नि लिएन है। हामीलाई चाहिँ अर्काको त्यत्तिकै खाउँ जस्तो लाग्दैन कि, यत्तिकै दिइरह। हेर्नु न, बाबुले माछा यस्तो सानो खाने भनेर। धन्यवाद भइहाल्यो है। म चाहिँ यो आधा चाहिँ फ्राई गर्छु, आधा चाहिँ झोल हाल्छु है। तिमी चाहिँ के हेर्न आएको सानो? माछा कसरी पकाउनु भनेर। तिमीलाई त माछा भनेपछि कति खुसी हुन्थ्यौ नि बढीलाई। मोमो सानो सानो माछा चाहिँ कसरी पकाउनु हुन्छ त, त्यो नि भिडियो हाल्नु न। त्यो चाहिँ थाहा होस् न, त्यो त्यतिकै फ्राई गर्ने। यसमा हाल्ने मसला त गर्नुपर्छ, यसैमा हाल्ने। अहिले पछि मसला यसैमा हाल्ने, अलिक मुनि छिराएर हाल्ने, यतिकै मसला पचिहाल्छ नि। त्यो सानो भुरामा त हाल्नै पर्दैन, सबै प्यातक्कै जान्छ। ठुल्ठुलोमा मात्र हाल्ने कि, ठुल्ठुलोमा मात्र हाल्ने, सानोमा त हाल्नै पर्दैन। त्यो त्यो त एकछिन फ्राई गर्नु बित्तिकै धुलो हुन्छ, धुलो। त्यति सानो माछा लिएर उसले बेबी फिस पनि छ, बोक्या छ झोलामा। ऊ आफूले यहाँसम्म आइपुग्नुसम्म झोलामै बोकेर हिँड्छ। तपाईँहरू नि यसरी बनाएर खानु होला, मिठा हुन्छ है गाई। कसले भन्नु भएको छ? हेर्नुहोस् है, यहाँ अब मैले यहाँ देखाउनै मिलेन। यसरी खानु होला, हजुरहरूलाई मिठा लाग्छ, मिठा। सुतिरहेको थियो है बिचरा। आइपुग्दाखेरि ऊ त उठेर जुरुक्क उठेर मम्मी भोक लाग्यो अरे। अनि के खाने भने त माछा अरे। हेर्नु है, भोक लाग्यो अरे, माछा खान पऱ्यो अरे। माछा खाएर चाहिँ अगाउँछ अरे उसलाई। त्यही विधि क्रेजी छ कि माछाप्रति मेरो छोरो चाहिँ। उसलाई हतार भइसक्यो भएर चाहिँ है, मैले 2-3टा चाहिँ फ्राई गरिदिइहालेँ है। अब हतार भइसक्यो खानालाई चाहिँ, केही खान्न अरे, माछा खान्छु अरे। अब के गर्नु, अरू चाहिँ एकछिनपछि मसला पस्छ। अनि यति चाहिँ फ्राई गरिदिन्छु। उसले 3टा खान्छ, छोरीले 3टा खान्छ। अहिले त्यो फ्राई गरिदिइहाल्यौँ है। अरू चाहिँ बिस्तारै फ्राई गर्छु। त्यसलाई चाहिँ एकैचोटि होइन, हाल्ने बित्तिकै फ्राई हाल्ने बित्तिकै त्यो निकाल्नु हुँदैन है, पल्टाउनु हुँदैन। यसलाई चाहिँ अलिक यतिको रातो भएपछि मात्रै पल्टाउनुपर्छ है, नत्र टुक्रा हुन्छ कि। हामीले यसमा कुनै पनि पिठोहरू हालेको छैन नि त होइन, म चाहिँ मसलाहरू मात्रै हालेर गरेको हो कि। अरूले चाहिँ पिठो हालेको गर्छन्, के हालेको गर्छन् है। मलाई चाहिँ त्यस्तो मन पर्दैन, म यतिकै यसरी नै बनाउँछु। त्यसरी नै मिठो लाग्छ। हजुरहरू पनि यसरी नै बनाएर खानु होला, अनि भन्नु होला है कस्तो बन्यो भनेर। हेर्नु है, अब मैले यतिको फ्राई भएपछि मैले फोल्ड गरिदिएको है। अब यो चाहिँ भयो है मजाले। डार्क ब्राउन हुन दिनु पर्छ। हजुर, मेरो छोरीलाई पनि सबै थाहा छ। म चाहिँ तेल धेरै हाल्दैन है, यो तेल थोरै हालेर यसरी फ्राई गर्नु। यसैमा तेल आउँछ कि साथीहरू, म चाहिँ तेल एकदमै थोरै हालेर यसरी फ्राई गर्छु कि। यसैको तेल आउँछ नि त, यो बुहारी माछामा त अलिक बोसो हुन्छ है, त्यही भएर। ल है गाइस, यो चाहिँ भयो है। म निकाल्न गइरहेको छु है। आगो अलिक सानो पार्छु, निकाल्छु है। आगो चाहिँ अलिक ठुलै पारेर बनाउनुपर्छ है। बनाएर मैले बनाएको माछामा त्यति साह्रो तेल हुँदैन। यसरी मजामा तताएर यसरी निकालिदिनु।
ल है गाइस रेडी भयो लाउनु होला है साथीहरू खानालाई मैले यसरी फ्राई गरेको माछा चाहिँ निकालेर छ नि राख्छु अनि यसैमा मैले प्याज गोलेभेरा अदुवा लसुन तेजपत्ता खोर्सानी एउटा फुराएर है मजाले छिपछिपे रस हालेर त्यसरी बनाउने गरेको छु है यो भिडियो मैले अर्को भिडियोमा पनि बनाएर राखेको छु है हजुरहरूले हेर्न सक्नुहुन्छ है यो चाहिँ म भोलि बनाउँछु अर्को भिडियो चाहिँ है हजुरलाई भोलि अपलोड गर्छु आजको लागि चाहिँ यति नै हस् धन्यवाद नमस्ते Have a nice day. Bye bye. Love you all. Thank you so much for your support. Thank you. Love you. Bye. त्यो तेल अलि धेरै हाल्नुपर्छ है माछालाई चाहिँ टुक्रिन्छ नत्र मैले यसमा चाहिँ नुन अलिकति त्यही मसलामा हालिदिएको है सबै हालेर एकछिन राखेँ अनि त्यसपछि निकालेर अनि फ्राई गर्थेँ यसमा चाहिँ तेल अलिक बढी नै हाल्नुपर्छ है साथीहरू किनभने यो टुक्रिन्छ क्या किचन त हेर्नै नहुने हुने कि माछा बनाएर ओके थ्याङ्क यू सो मच बाई हेभ अ नाइस डे लभ यु अल थ्याङ्क यू फर यर सपोर्ट है बाई गाइज